राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त भएको छ। सोको ब्यौरा म पढेर सुनाउँछु। हामीलाई बोल्न समय तपाईले किन दिनुभयो? कि हामीलाई तपाईले कारबाही गर्नु भएको हो? घोषणा गरिदिनुस् संविधान। श्रम संस्कृतिलाई दोस्रोमा आएर बोल्न नदिनुको कारण हामीलाई बताइदिनु पर्यो यहाँ। कि त तपाईले हामीले कारबाही गरेको हो भने कुन तपाईको चाहिँ धारा दफाबाट कारबाही गरेको हो त्यो भनिदिनु पर्यो। यसरी खुसखुसी गर्न पाउनुहुन्छ तपाईले? मान्य सदस्य, मान्य सदस्यहरू, मान्य सदस्यहरूले मान्य सदस्य म बोल्दैछु। मान्य सदस्य म बोल्दैछु। मान्य सदस्यको प्रश्नको उत्तर दिन खोज्दैछु। सुन्ने धैर्य गर्नुस्। मान्य सदस्य सुन्ने धैर्य गर्नुस्। मान्य सदस्यहरूले समय माग गर्नु भएको छ। मान्य सदस्यहरूले कहाँ समय माग गर्नुभयो? मान्य सदस्य सुन्नुस्। मान्य सदस्य मान्य सदस्यहरू सभामुखले बोल्दाखेरि कि सुन्ने धैर्यता राख्नुहोस् कि म धैर्य भएर सुनिरहन्छु। मान्य सदस्यहरू बोलिरहनुहोस्। मान्य सदस्य यहाँ वाद विवाद नगरौँ। मान्य सदस्यहरूलाई मैले करिब एक घण्टादेखि मान्य सदस्यहरूबाट नाम आउने समय माग्ने अपेक्षा गरेको थिएँ। मान्य सदस्यहरूले समय माग नगर्नु भएकोले मान्य सदस्यहरूले मान्य सदस्य रीमा विश्वकर्मा किन उठ्नु भएको छ? हुन्छ, नियमावलीको कुन नियम आपत्ति हो? छोटकरीमा आफ्नो भनाइ राख्नुहोस्। मान्य सदस्य सम्मानीय सभामुख महोदय, प्रतिनिधि सभा नियमावलीको 21 को कमा प्रष्ट रूपमा लेखिएको छ। सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने। घमा पनि स्पष्ट लेखिएको छ। अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने। प्रतिपक्षी दलका माननीयहरूले पटक पटक यस सदनको अपमान गर्दै नियमावलीको उल्लङ्घन गर्नुभएका कारणले म सदनको यस विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। सभामुख महोदय, मान्य सदस्य बस्नुहोस्।
श्रम संस्कृति पार्टीका मान्य सदस्यहरूलाई म ध्यानाकर्षण गर्न चाहन्छु। मैले मान्य सदस्यहरूलाई मान्य सदस्यहरू मैले के भन्न खोज्दैछु सुन्ने धैर्य गर्नुस् न। मान्य सदस्य एकहोरो बोलिरहनु भएको छ। मान्य सदस्य हर्कराज राई तपाईँ निरन्तर एकहोरो बोलिरहनु भएको छ। म केही भन्न खोज्दैछु, धैर्य गरेर सुन्नुहोस्। मान्य सदस्यहरू, मैले मान्य सदस्यहरूबाट विपक्षी बेन्चका सबै दलका मान्य सदस्यहरूलाई बोल्न दिने तयारी साथ नै बोल्न दिइरहेको हो। मान्य सदस्यहरूबाट नाम आउने, कसले बोल्ने हो भन्ने विषयमा नाम आउने अपेक्षा म निरन्तर गरिरहेँ। मान्य सदस्य सुन्न धैर्य गर्नु पर्यो। मैले बोल्न सकेकै छैन मान्य सदस्य। मान्य सदस्यलाई मैले अहिले पनि मान्य सदस्यले मान्य सदस्य हर्क साम्पाङ, यो हर्कराज राई, यो सदन हो, यो प्रतिनिधि सभाको उच्च एउटा यो सभा हो। यसमा यहाँले प्रयोग गरिरहेको शब्दहरू गम्भीर छन्। यहाँले प्रयोग गरिरहेको शब्दहरू मर्यादा विपरीत छ। यहाँले प्रयोग गरिरहेको शब्द अपमानजनक छ र यहाँलाई म फेरि ध्यानाकर्षण गराउन चाहन्छु। मैले भनिरहेको छु मान्य सदस्यहरू, मैले भनिरहेको छु, म केही भन्न खोज्दैछु, मान्य सदस्यहरूलाई सुनाउन खोज्दैछु, तर मान्य सदस्यहरू सुन्न धैर्य राख्नुहुन्न। धैर्यता राख्नुहोस् न मान्य सदस्यहरू, धैर्यता राख्नुहोस्। सुन्ने म सुनिरहेको छु, धैर्यता राख्नुहोस्। मैले केही बोल्न खोज्दैछु, मैले केही भन्न खोज्दैछु, मान्य सदस्य धैर्यता नै राख्नुहुन्न। मान्य सदस्य, यो कुनै बाहिर गएर सभामा बोलेको सम्बोधन अथवा बाहिर कुनै ठाउँमा गएर बोलिरहनु भएको होइन। यो प्रतिनिधि सभाको एउटा उच्च सभा हो। मान्य सदस्य, मान्य सदस्य, मैले केही बोल्न खोज्दैछु। मान्य सदस्य सुनिदिनु पर्यो। मान्य सदस्यले मान्य सदस्यहरूलाई मैले बोल्न दिनैको लागि सबै मान्य सदस्यहरूलाई विपक्षी बेन्चका दलगत रूपमा मान्य सदस्यलाई दिन तयारी गरेर दिइरहेको र मान्य सदस्यहरूबाट समय माग भएन, मान्य सदस्यहरूबाट नाम पठाइएन। तर पनि म दिने कोसिस गर्दिन। तर मान्य सदस्यलाई एउटा कुरा ध्यानाकर्षण गराएँ, जति बेला सरकारको तर्फबाट मान्य मन्त्रीबाट मान्य सदस्य, मैले यहाँलाई केही सुनाउन खोज्दैछु। मान्य सदस्यले निरन्तर विरोध गर्नुभयो र मान्य मन्त्रीबाट सरकारको तर्फबाट सम्बोधन गरिरहँदा, सरकारको तर्फबाट आफ्नो मन्तव्य राखिरहँदा मान्य सदस्यले निरन्तर बोलिरहनु भयो र निरन्तर विरोध गरिरहनु भयो। यसको अर्थ स्पष्ट के बुझिन्छ त भन्दा मान्य सदस्यले रोस्टममा गएर बोल्ने तयारीमा हुनुहुन्न भन्ने कुरा स्पष्ट सभामुखले बुझ्यो। त्यसकारणले म आज मान्य सदस्यहरूलाई समय दिन सक्दिनँ। त्यसकारणले सभा अगाडि बढाउन चाहन्छु। मान्य सदस्यहरू, राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त भएको छ। सोको ब्यौरा म पढेर सुनाउँछु। सम्माननीय प्रधानमन्त्री श्री रामचन्द्र पौडेलले सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूको नेतृत्वमा सम्वत 2082 साल चैत्र 13 गते गठित
मौजूदा मन्त्री परिषदमा सम्माननीय प्रधानमन्त्री ज्यूको सिफारिसमा नेपालको संविधान बमोजिम 23 अनुसार नियुक्ति हेरफेर र कार्यविभाजन गरी मिति 2083/2/26 गते मन्त्री परिषद गठन गर्नुभएको बेहोरा अनुरोध गर्दछु। श्री बालेन्द्र शाह प्रधानमन्त्री रक्षा, डाक्टर स्वर्णिम वाग्ले मन्त्री अर्थ, श्री शिशिर खनाल मन्त्री परराष्ट्र, श्री विराज भक्तश्रेष्ठ मन्त्री ऊर्जा जलस्रोत तथा सिंचाई, श्री सुदन गुरुङ मन्त्री गृह, श्री सुनिल लम्साल मन्त्री पूर्वाधार विकास, श्री शोभिता गौतम मन्त्री कानुन न्याय तथा संसदीय मामिला, श्री महावीर पुन मन्त्री विज्ञान प्रविधि तथा नवप्रवर्तन, श्री सीता भादी मन्त्री महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा, श्री प्रतिभा रावल मन्त्री भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन, श्री निशा मेहता मन्त्री स्वास्थ्य तथा खाद्य स्वच्छता,